हेलो साथीहरू नमस्ते। हेलो आज पनि म मेरो युट्युब च्यानलमा छोटो मिठो भिडियो लिएर उपस्थित भइसकेको छु। सबैजनाले लाइक र सेयर अनि सब्सक्राइब गरेर साथ सहयोग गर्नु होला भन्दै आज चाहिँ म यसो यतातिर हिन्डुलको लागि निस्किएको छु। म तपाईहरुलाई थोरै यताको आजभोलिको वातावरणको इन्फर्मेसन दिनेछु भन्दै तपाईहरु जो जति चाहिँ जापान बस्दै हुनुहुन्छ, जापानमा बस्ने सम्पूर्णलाई थाहा भइसक्यो होला, सायद थाहा छैन भने म यो भिडियो मार्फतै जानकारी गराउन चाहन्छु। हालसालै जापान सरकारले कडा नीतिहरू प्रस्तुत हुँदै आएको छ। त्यो सबैलाई जानकारी नै छ। हजुरहरूले यताउता सामाजिक सञ्जालमा पनि देख्न सक्नुहुन्छ। विभिन्न जापान सरकारले चाहिँ अब आउने अक्टोबर 1 तारिकबाट चाहिँ यहाँको भिजा शुल्क, सम्पूर्ण भिजा शुल्कहरू बढाएको छ र जसले गर्दा यहाँ बस्ने विद्यार्थी, कामदारदेखि विदेशी पर्यटकलाई थोरै आर्थिक भार पर्ने छाटकाट देखिएको छ। सबैले एकचोटि विदेश यात्रा गर्दै हुनुहुन्छ, विदेशमा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ र सुनिश्चित गर्ने सोच्दै हुनुहुन्छ भने एकचोटि त्यसमा पनि ध्यान दिनु होला भन्दै आज चाहिँ हल्का मौसम कुल छ, चिसो छ, देख्न सक्नुहुन्छ। वातावरण एकदम सफा छ। यतातिर केटाकेटीहरू हिँडडुल गर्दैछन्। हरेक कुराको महँगी बढेको छ र आफ्नो जीवनयापन गर्नको लागि खर्चहरू पनि सम्पूर्ण बढ्दै गएको छ। सम्पूर्ण देशहरूमा, यहाँ मात्रै नभएर, जापानमा मात्रै नभएर सम्पूर्ण प्राय जसो देशहरूमा चाहिँ त्यो एकदम कम्युनिटी ग्रोसरी प्राइजहरूदेखि लिएर हरेक कुरा बढ्दै गएको छ। सबैले यसमा पनि ध्यान दिनु होला। विदेशको यात्रा गर्दै हुनुहुन्छ भने योतिर पनि ख्याल गर्नुपर्ने हुन्छ। कोनिचिवा है, केटाकेटीहरू यसरी साइकल छुट्टी भएपछि अथवा छुट्टीमा साइकलमा रमाउँछन्। वातावरण निकै सफा छ र फेरि टपिकतिरै जाउँ। तपाईहरु अब विदेशको यात्रा गर्दै हुनुहुन्छ, आफ्नो भविष्य सुनिश्चित गर्दै हुनुहुन्छ भने विशेष त अझ इङ्ग्लिस स्पिकिङ कमै हुने राष्ट्रतिर तपाईले आफ्नो भविष्य बनाउन खोज्दै हुनुहुन्छ भने चाहिँ कृपया भाषा, त्यहाँ बोलिने भाषादेखि लिएर त्यहाँको संस्कृति हैन, हरेक कुरामा आफूले विचार गर्नु होला र आफ्नो भविष्यलाई लगानी गर्नु होला। त्यतिकै मेरो साथीभाइहरू गए, मेरो साथीभाइहरूले फलानु किने अथवा टिकटकमा यस्तो भिडियो बनाए, यस्तो लाए बुझेर मात्रै पहिला अगाडि बढाउनु होला। र तपाईहरु पहिलो प्रथम त विदेशको यात्रा गर्दै हुनुहुन्छ भने आफ्नो घर परिवारको स्थिति लगायत तपाईसँग भएको स्किल र तपाईले भविष्य बनाउन चाहनु भएको राष्ट्रको त्यहाँको चालचलन, संस्कृति अनि त्यहाँ पाइने अवसर, रोजगारीको अवसर, किनभने हामी त्यहाँ कुनै पनि राष्ट्र जान्छौँ त्यहाँ पक्कै पनि हामी रोजगारीको खोजीकै लागि जाने हो हैन, ताकि हामीले गएर राम्रो रोजगार पाऊँ, आफ्नो भविष्य सेटल गरौँ भन्ने हो हैन। त्यही भएर यी सबै कुराको राम्रोसँग जानकारी लिएर विदेशको यात्रा गर्नु होला। समयमै हामीले राष्ट्र अथवा हामीले बनाउन खोजेको भविष्यमा पछुताउनु पर्दैन जस्तो लाग्छ है। त्यही भएर कृपया लगानी गर्नुभन्दा पहिले अब अझ अहिलेको परिस्थितिमा चाहिँ तपाईँ जुनै पनि राष्ट्र जानुहोस्, जुनै पनि कन्ट्री जानुहोस्, तपाईँ मिडल क्लास फ्यामिलीबाट हुनुहुन्छ अथवा तपाईँ राम्रै परिवार फ्यामिली ब्याकग्राउन्डबाट हुनुहुन्छ भने पनि अहिले चाहिँ एकदमै फरेन कन्ट्रीमा चुनौती धेरै छ। किनभने महँगी सँगसँगै अहिले रोजगारीको स्थिति पनि एकदम
कमजोर हुँदै गएको छ सबै ठाउँमा, सबै देशमा होइन। एकदम कम्पिटेटिभ इन्भाइरोमेन्ट आउनु मात्रै ठुलो कुरा होइन, यहाँ आउँदाखेरि यहाँको सरकारले राम्रैसँग भिजा दिइरहेकै हुन्छ होइन। तर यहाँ आइसकेपछि चाहिँ तपाईँले त्यो भिजा सुरक्षित गर्ने अनि त्यसपछि लगायतका यहाँका नियम पालना गर्ने तपाईँको जिम्मेवारी हुन्छ होइन। तपाईँले सक्नु पऱ्यो त्यो काम गर्नलाई। अब आउने विद्यार्थी भाइ बहिनी दाजु दिदीहरू जो पनि हुनुहुन्छ, कृपया राम्रो भाषा बनाएर आउनु होला। आउनुहुन्छ भने पनि अब अहिले कमाउँछु र परिवार सेटल गर्छु, विद्यार्थी भिजामा आएर चाहिँ त्यो अहिले एकदमै कमै छ त्यो सिचुएसन है। त्यसैले सबैले यो कुरा ख्याल गर्नुपर्ने हुन्छ। ल है त साथीहरू, त्यो देख्दै गर्नुभएको घर होइन है, भान्साघर होइन है, यतातिरको फोहोर फाल्ने घर हो। यसरी छुट्याएर राखिदिएको हुन्छ फोहोर, अनि सफा हुन्छ ठाउँ। यसरी व्यवस्थित गरिदिनु पऱ्यो नि त। घरहरू हेर्नु, घर मात्रै भएर भएन, वरिपरि चट्ट प्लान्टहरू लाउने, त्यहाँ बसेर चट्ट चिया कफी खाने वातावरण, जस ठिक छ। यसरी गाडी पनि चढिन्छ होइन यतातिर। गरेपछि यो घर चाहिँ रिनोभेट गर्नु लागेको रहेछ चट्ट, फेरि पेन्ट गर्नु लागेको होला साथीहरू है। ल भेरी गुड दृश्य यस्तो छ साथीहरू। धान फल्छ अब यो चट्ट लाएर अलिबारमा, यस्तो मजाको धान फल्छ यहाँ। ल हेर्नु है साथीहरू, अब धान फर्स्ट आएर गएको छ। ल है साथीहरू हेर्नु है, सफा यहाँको यस्तो सफा छ है। फोहोर फाल्न पनि आफैलाई अलिकति कस्तो लाग्छ। साथीहरू म चाहिँ आज यताको यो एरियाको एकदमै ठुलो सपिङ सेन्टरतिर आइपुगेको छु होइन। यसो हल्का आफूलाई चाहिएको सामानहरू किनमेल गर्नको लागि यहाँ चाहिँ यसरी पार्किङको सुविधा हुन्छ। एउटा गाडीलाई छुट्टै स्पेस हुन्छ होइन। कसैको गाडीलाई छुने, कसैको गाडी स्क्रैच गर्ने त्यस्तो केही नै हुँदैन। यसरी मिलाएर हिँड्ने बाटो पनि छुट्टै, सबै कुरा व्यवस्थित छ है साथीहरू। यो भाडालाई चाहिँ के भन्दो रहेछ साथीहरू, हिटाची रियो मल्टी लेखा छ होइन। आई थिङ्क यो एसी हुनुपर्छ। आज चाहिँ त्यति खासै भिडभाड छैन, हल्का फुल्का अलिअलि मात्रै छन् मान्छेहरू है। ल है साथीहरू, यसले आफै सफा गर्दैछ हेर्नु, यस्तो सिस्टम छ त्यसमा। ल है साथीहरू, यो चाहिँ यहाँको एकदम ठुलो पपुलर डिपार्टमेन्ट सपिङ स्टोर है। यो जापानमा बस्नेहरूले चाहिँ सबैलाई थाहा छ होला यो। ल चट्ट सपिङ गरेर सिद्धाएर अब चाहिँ घरतिर हिँडियो है त साथीहरू। ल सबैजनाले लाइक सब्सक्राइब सपोर्ट गर्नु होला। आजलाई यति नै, फेरि नयाँ भिडियो लिएर म आउने छु भन्दै आजलाई चाहिँ बिदा हुन चाहन्छु।
उइस बारिस छ है साथीहरू